त्यही 5 आम लिनु भयो नि पछि छोड्नै परेछ भने अलिक बच्छ कि जग्गा यसो सिधा गर्नु परेन यसलाई चाहिँ त्यो बनाएपछि त तपाईँले खुट्टा काट बनाएपछि त आफैले एउटा दुईटा लेबर ल्याएर ल कि यताबाट लिनु पर्यो कि उताबाट होइन उताबाट लिन्छ चोसो आउँछ चोसो आउँछ त्यो चोसो एकानाबाट लिन्छ अनि अगाडिबाट त्यो कति जान्छ त्यो चाहिँ नि यहाँ काटिन्छ हो केही कसैले केही पनि काट्दैन सुन्नु है होइन नि तपाईँले काटेर दिने भन्नुभएको छ नि त्यो चाहिँ नि कति काट्ने हो तपाईँलाई केही नकाटिकन दिने हो तपाईँको भाग सबै आउने हो कि यो अगाडिको नि अगाडि भने त्यहाँसम्म रोडैसम्म तपाईँको भयो नि रोड त रोडै भइहाल्यो नि त्यो सेतो झर्का नि त्यहाँबाट यता 11 मिटर उता 11 मिटर हो कि काट्ने सरकारले भनेपछि ल ल ल सरकारको उता भ्यालुएसनले के यतातिर आउला नि यता आउला त्यता त्यो डन्डीभन्दा अझै अलिक तल आउला अनि यति काटेर चाहिँ नि दिने होइन तपाईँले त्यो काटेरै आउँछ त त्यो पहिले काटिसकेको छ काटिसकेछ अब नाप्दाखेरि यहाँदेखि यहाँसम्म त नाप्ने जग्गा सबै गरी 2 रोपनी हो पूर्जामा यो काटिसक्यो तल काटेर यसको त जग्गा तल पनि परेछ नि त तल पनि काटिसक्यो तपाईँले त चिरी चटक्क परेको एउटा 4 पाटे त्यहाँबाट 11 मिटर यहाँबाट 11 मिटर भनेपछि त 11 मिटर भने त थुप्रै हुन्छ त कहाँसम्म आउँछ नाप्नु पर्यो त्यहाँबाट यहाँसम्म 11 मिटर कति हुन्छ 11 मिटर भनेको बिचबाट हो कि के हो ठ्याक्कै मैले बुझिनँ यो काटेरै ट्रेस बनाइसकेको ट्रेस त बनायो अब कहाँसम्म पुग्छ त यो बाटो कहाँसम्म आउँछ बाटो त अब त्यति नै हो बाटो बढ्दैन होइन छोड्न पर्ने मापदण्ड चाहिँ त्यति हुन्छ कि 11 मिटर 11 मिटर चाहिँ त्यो बाटोमा जान्छ होइन अब यहाँसम्म 11 मिटरसम्म हजुर अब भनेपछि त यति त गइहाल्यो नि होइन त्यति गयो तपाईँकै गयो त्यो तपाईँले भोग चलन गर्न पाउनुभयो पार्किङ राख्न पाउनुभयो सबै राख्न पाउनुभयो अहिले बाटो बनाउने होइन त्यो होइन नि कहाँ बनाउँछ त नि बाटो त त्यो बनायो भने त उहाँ सेलगढीबाट सबै गर्दै हामीलाई त कसै घर नि पर्दैन नि भनेपछि बाटो चाहिँ नि बनाउने होइन उतै घर हेर्नु नि त्यो घर हेर्नु त्यो घर पनि त्यसरी चेपेर बनाएको होइन त्यो घर त उहाँसम्म छ त्यो उसलाई त बाटो लागेन यहाँसम्म अब जे होस् बाटो जान्छ यो यस्तो रोड चाहिँ नि बन्दैन रोड बन्दैन छोड्न चाहिँ सरकारले मापदण्ड त छोड भन्छ नि त घर बनाउने बेलामा त्यो त अलि 5 फिट त छोड्ने त त्यो छोडेर बनाउँदाखेरि तपाईँको ल सबै यहाँ उठिनु भएको